हेलो सेवा नमस्ते सम्पूर्णमा म चाहिँ हिमाल किराती हिजो श्रम संस्कृति पार्टी सङ्गठन मलेसियामा गइएको थियो, कार्यक्रममा गइएको थियो। थोरै भिडियो क्लिपहरू लिएको थिएँ। यताउता भएछ, यहाँ जोडेर राखिदिन्छु र के कस्तो लाग्छ, राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर अनि सानो च्यानल पनि छ, त्यो च्यानललाई पनि सब्सक्राइब गरिदिनुहुन्छ भन्ने आशाको साथ यो भिडियोहरू क्लिपहरू हेर्नुहोला। हेलो नेपाली हामी रहौँ कहाँ, नेपाली नारा हिमालय हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश, हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश, श्रम गरौँ सबै श्रम गरौँ सबै हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश, श्रम गरौँ नेपाली हो, श्रम गर्न दिनलाई सकियो, श्रम गरौँ नेपाली हो, ओके मर्न दिनलाई सकियो भन्दै हामी चाहिँ आज हाम्रो यो मलेसियामा पनि एउटा के भन्छ श्रम संस्कृति सङ्गठन विस्तारमा हुँदैछ र त्यस कार्यक्रममा हामी पनि उपस्थिति जनाउनको लागि जाँदैछौँ होइन। त्यसमाथि पनि हामी एकदमै श्रमिक भएको हिसाबले समर्थन जनाउनको लागि जाँदैछौँ। अब समय चाहिँ अलिक ढिलो भइसक्यो, ढिलै भयो, यताउता के गर्दा ढिलो भइयो, त्यही पनि जाँदैछौँ। अब के हुन्छ बाटोमा हेर्दै जाउँ। के भन्नु छ है? जय माटो जय देश भन नि त। जय माटो जय देश। अनि जय माटो जय देश, जय श्रम संस्कृति जिन्दाबाद। ट्रेन स्टेसनमा आइयो, एउटा ट्रेन गयो, पुलिसले हिर्काउँदैछ। श्रम संस्कृति पार्टीको विभिन्न एजेन्डाहरू हामीले बढाउनुपर्छ, किनभने हाम्रो विदेशमा बसेर हामीले पैसाले हाम्रो नेताहरू हामीलाई खाली हो, अलिक राम्रो देखेन। खोज गरेर बसिरहेका छन्। राजनीतिको बारेमा त मलाई थाहा छैन। कार्यक्रममा म अतिथि आसन प्रमुखलाई छोटोमा जोड्न चाहन्छु। अब चाहिँ अलिकति हामी समयलाई एकदमै ख्याल गर्दै अगाडि बढ्नुपर्छ। सबैजनाले घडिरहेकै हुन्छ, फर्किनुपर्छ भनेर यो पटक धर्म सम्पान जस्तो उसलाई घुमाउनु हुँदैन। नेपालीले किन यस्ता मान्छेहरू एक वर्षमा एकचोटि मात्र पाइन्छ। लुट्ने देश लुट्ने Thank you.
चाहिँ कार्यक्रम नसकिकन कार्यक्रम भइरहेको थियो, हामी चाहिँ नसकिकन कार्यक्रममा निक्ल्यौँ किनभने अब टाढो बाटो अनि रात पनि पर्न आँटेको थियो। त्यही भएर निक्लेको ट्रेन स्टेसनमा यति नै मान्छेको भिडहरू यति नै भिड हुने। त्यसमाथि पनि अब ट्रेनबाट चढेर निक्लेर गाडीमा बसमा आउँदाखेरि चाहिँ अति नै टाउको दुखेर गाडीले माते जस्तो भएर त्यसमाथि फेरि साथीले ल्याङ गिजाएर ल्याङ गरिदिरहेको थियो मलाई चाहिँ। र यस्तै भयो, के कस्तो भिडियोहरू पनि यता र उता भएछ, त्यही पनि अझ मिलाएर यताउता जोडिदिएको छु। हेरेर लाइक कमेन्ट गरिदिनुहुन्छ भन्ने आशा गरेको छु। व्यक्तिगत रूपमा म चाहिँ एकदमै खुसी पनि छु। अबको आशा अनि भरोसा भनेको चाहिँ अब राजनीति त म केही पनि बुझ्दिनँ, त्यही पनि यसो हेर्दाखेरि कामहरू हेर्दा राम्रो नराम्रो त छुट्याउन सकिन्छ। त्यही भएर अहिलेको समयअनुसार चाहिँ एकदमै राम्रो काम गरेर मन जित्नु भएको छ। हाम्रा मेयर मात्रै नभएर अब पार्टी अध्यक्ष पनि भइसक्नु भएको छ। त्यसैले एकदमै खुसी छु र साथ समर्थन सधैँ छ। अझै पनि राम्रो काम गर्दै जानु होला, साथ समर्थन रहिरहनेछ भन्दै जय माटो, जय देश, जय श्रम संस्कृति, जय नेपाल।